एकजना 18 वर्षीय केटीको 22 वर्षीय केटासँग प्रेम हुन्छ, माया बस्छ। लगभग 6 महिनासम्म उनीहरूको माया प्रेम कायम रहन्छ र त्यसपछि मायाको जोसमा उनीहरू बिच शारीरिक सम्बन्ध हुन जान्छ। भइसकेपछि त्यसको ठिक 3 महिनापछि केटीले थाहा पाउँछ कि मेरो प्रेमी र मेरो बच्चा पनि हुनेवाला छ। जब यो कुरो थाहा पाइसकेपछि ऊ एकदमै डराएर छिटोभन्दा छिटो आफ्नो प्रेमीलाई रिक्वेस्ट गर्छ कि मलाई छिटोभन्दा छिटो बिहे गरेर लिएर जानुहोस् भनेर। जब उसको प्रेमीले पनि थाहा पाउँछ कि अब यो गलत भइसकेको छ, समाजमा अब मेरो नाक काटिन्छ, यस्तै खालको कुराहरू उसले थाहा पाइसकेपछि चाहिँ उसले सम्पर्कविहीन भइदिन्छ। त्यो भइसकेपछि तनावमा आएर चाहिँ केटीले चाहिँ थाहा छँदैछ अब ज्यान त्यागिदिन्छ। त्यागिसकेपछि मेन हरर स्टोरी चाहिँ यहाँबाट सुरु हुन्छ, जसको फुल भिडियो म भोलि 8 बजे च्यानलमा हाल्नेवाला छु। अलरेडी कम्प्लिट एडिटिङ कम्प्लिट भएर बसिसकेको छ। भिडियो एकदम कम्प्लिट वेमा छ, पोस्ट पनि भइसकेको छ, अनलिस्टमा बसेको छ। पब्लिक भोलि राति 8 बजे हुनेवाला छ र यस्तै खालका भिडियोहरू मेरो च्यानलमा धेरै अपलोड भइसकेका छन् र फ्युचरमा धेरै अपलोड हुनेवाला पनि छन्, जुन चाहिँ तपाईँलाई यदि तपाईँको इच्छा हुन्छ भने तपाईँले हरर स्टोरीहरू सुन्न, यस्तै खालको घटनाहरू जुन सत्यमा आधारित, बनाएको होइन, बनावटी होइन, एकदम सत्यमा आधारित घटनाहरू सुन्न हजुरलाई पसन्द छ भने मेरो च्यानल छायालोक नेपाललाई सब्सक्राइब गरेर रेडी भएर बस्नुहोला। भिडियो भरे राति 8 बजे झर्नेवाला छ है।